जति काम गरे नि स्यालेरी बढ्दैन, जति काम गरे झन् स्यालेरी बढाउला नि साउले भन्यो। स्यालेरी बढाउनुहुन्न साउले नि। मलाई त यति झ्याउ भएन र बेकार आएछु यो जापान त। बरै किन होला नि, यस्तो रहेछ जापानमा त आउने नै थिएन यस्तो जापान छ भनेर त। साउल पनि आए जस्तो छ। नमस्कार साउजी, नमस्कार 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 नमस्कार। कति भयो जापान आएको, त्यति काम गर्न नि आउँदैन? जब यति काटकुट गऱ्यो त उजो गऱ्यो नानसान हाल भनेर यसो बाहिरतिर गएको सामान किन्नलाई अहिलेसम्म त्यही र्याई बटारेर बस्यो। ठोकिदिन्छु मैले तँलाई। के हो पारा तेरो? यस्तै हो भने मैले तँलाई स्यालेरी नै दिन्न। सरी सर। सरी सर। यस्तै पारा हो भने त तँलाई म स्यालेरी नै दिन्न के अरे। यसरी हुन्छ? काम राम्रोसँग गर्ने भएको आजदेखि राम्रोसँग काम गर्ने, होइन भने मेरो कम्पनीबाट निस्केर गयो हुन्छ। काटकुट गर्ने आउँदैन, केही पनि आउँदैन। स्यालेरी मात्र मैले किन दिने हो र? स्यालेरी दिन्न आजबाट। अब 2-3 महिना राम्रोसँग काम सिक्ने, सिकुन्जेल मैले दिन्न, फेरि सिकेपछि बल्ल